हठी, घमण्डी, अहङ्कारले फुलिएको, जिद्दी र क्रोधले भरिएको मान्छे थिएँ म। र मलाई आजभन्दा 30-35 वर्ष अगाडि क्रिस्चियन दाजुभाइहरूले, परमेश्वरको छोराछोरीहरूले परमेश्वरको बारेमा सुनाउनु खोज्नुहुन्थ्यो, तर परपरै उहाँहरूलाई प्रतिवाद गर्थेँ, खेद्थेँ र उनीहरूलाई मैले भन्थेँ, तैँले बुझेको मैले नबुझेको के छ त्यस्तो? म पनि अनुभवी छु, मैले पनि उमेर खाएको छु, मैले पनि केही न केही अध्ययन गरेको छु, मैले पनि केही न केही ठाउँहरू घुमेको छु। अनि तैँले बुझेको र मैले नबुझेको चाहिँ के चाहिँ छ? तैँले मलाई बुझाउनु पर्दैन, तैँले जति बुझेको छस् त्यसको 4 गुणा बढी मैले बुझेको छु भनेर मैले उनीहरूलाई प्रतिवाद गर्थेँ र उनीहरूलाई भन्थेँ, चिया दिन्छु खा, बिस्कुट खा र यहाँबाट उठेर जा भन्थेँ म। तर बाइबल एक दिन पढ्दाखेरि बाइबल पनि मैले के पाएँ भने, बाइबलले पनि हामीले के भनेको रहेछ भने, तँलाई मैले प्राचीन मार्गहरू देखाएँ, असल मार्गहरू देखाएँ, जीवन दिने मार्ग देखाएँ, तर तेरो घमण्ड र हठले गर्दा तँ दुर्घटनामा जाने मार्ग तैँले छोडिनस् भनेर बाइबलले हामीलाई निर्देशन दिएको रहेछ। र जब मैले सुन्दा बुझ्दा कुनै एउटा व्यक्तिको भनाइबाट म केही प्रभावित भएँ र मैले सुन्ने चाहना गरेँ र पढ्न थालेँ र बाइबल पढेँ, अनि त्यहाँबाट हो रहेछ जीवन दिने मार्ग त यहाँ पो रहेछ, सत्य मार्ग त यहाँ पो रहेछ, असल मार्ग त यहाँ पो रहेछ भनेर मैले प्रभुलाई पाएँ र अहिले आएर म विजय जिन्दगी जिइरहेको छु।